So welcome back to my video. Next day, next vlog. आज मजाले सुत्न पाइयो र अहिले टाइम भइरहेको छ 12:09 बजे रहेछ। गुड आफ्टरनुन भयो। अब चाहिँ आज के हुन्छ दिनमा, आज यसो एक हप्तामा एकचोटि भिडियो हालौँ न भन्ने जोसमा हो। आज चाहिँ भिडियो बनाउँछ। 6 दिनै भ्याएको थिएन भिडियो बनाउन, युनि काम त्यस्तै भयो। आज चाहिँ फ्री छ, मन्डे आज फ्री रिल्याक्स डे हो र आज चाहिँ म भिडियो बनाउँछु। अब उठाउँ, म मात्रै यहाँ ढिलो उठ्ने, दाइ उठिसक्नु भयो। बाई गुड मर्निङ। त्यही हो, कस्तो घाँटी बस्यो चिसोले होला। यहाँ जाडो झन् बढ्दै गयो। त्यही हो, तिर्खा कस्तो छ दियो न ला। ए ठिक छ, मेरो दाइ छैन। त्यही हो। 12-10 भयो, तिर्खा लाग्छ, पानी खाने हो। अब उठिसक्यो। र यहाँ छ मसँग दाइले अघि ल्याउनु भएको ब्लुबेरी छ। खै कसले बनायो मान्छेमा जात यो पनि सुन्नु छ। टिकटक चल्दैछ दाइको यहाँ बिहान बिहानै। हुन्छ रगत सबको रातो हुन्छ, खै कुरा बुझेको खै कुरा बुझेको। उहाँ पहिला लोकदोरी गायक हुनुहुन्थ्यो, बिचमा छोडेर हो होइन। चिसोले आवाज खानु आफ्नै घरको बारेमा उम्रेको, आफ्नै घर छेउमा उम्रेको। यो खानु फेरि गीत गाउनु अनि खानु गाउनु अर्को गीत धरी। म अब ब्रस गर्छु, अनि ब्रस गर्छु, थुन्छु, यहाँनिर छ। यो कति भयो, एक हप्ता अगाडिको यो चाहिँ छ। यो सब फाल्ने बेला भइसक्यो, खानै भ्याएर यो हिजो लिएर आएको। यो चाहिँ यहाँ मासु अस्ति नैको मासु छ। त्यही हो, ब्रस गर्छु, फ्रेस हुन्छु, त्यसपछि भेटौँला। स्टेडियम फ्रेस भयो, नुहाएर आयो, फ्रेस भयो। आज चाहिँ अब चाहिँ केही खाएको छैन। खाना बनाएर सुरुमा खाना बनाउनुभन्दा पहिला चाहिँ टमाटर र प्याज सकेछ, टमाटर प्याज लिन जाऊँ। अनि बिस्कुट, आज चिया र बिस्कुट खानुपर्छ। त्यही हो, फेरि त्यो पसलमा। सो गाइज अहिले चाहिँ सामान लिएर आएँ पसलदेखि चाहिँ बिस्कुट अनि टमाटर अनि दुध छ। म टिप्छु। त्यही हो गाइज, स्टे ट्युन, के देखिन्छ। सो गाइज आज कतै जाऊँ भनेको, दिनभरि सुतेछ। अहिले म भर्खरै उठेँ, किचनमा छु, खाना बनाउनु लाग्यो। अहिले चाहिँ बेलुकाको राति नै भनौँ, रातिको 7:49 भएको छ। दाइ यहाँ खाना बनाउँदै हुनुहुन्छ। कोबी आलु, काउली आलुको तरकारी। काउली आलु अनि त्यही हो, अनि त खाना। त्यही हो, यहाँ स्ट्यान्ड छ, स्ट्यान्डमा राखेर अब भिडियो गर्नु। तलमा राख्दा नि हुन्छ मेरो ल। किताब भ्लग बन्दैछ अब भाइरल बनाइन्छ। देसाल अगाडि हाल्ने चलन छ मेरो। देसाललाई हामी के भन्छ भाइ?
हल्दी भन्छ होइन टर्मरिक पाउडर सरी मैले नेपालबाट ल्याएको बेसार हो हरेक तरकारीमा सुरुमै नुन हाल्नुपर्छ भनेर मलाई सिकाउनु भएको थियो मेरो मम्मीले नभए खाना यो के भन्छ पाक्दैन भनेर भन्नुहुन्छ मलाई तरकारी पाक्दैन त्यसले मैले नुन पनि हालेँ स्वाद अनुसार बेसारलाई के भन्छ अरे हल्दी पाउडर हल्दी पनि भन्छ टर्मरिक पाउडर पनि भन्छ बेसार भन्छ हल्दी हल्दी भन्छ हल्दी होइन बेसार लाग्छ तपाईँ न इन्डियन अङ्ग्रेजी ओन्ली बेसार तराईवासी हो कि तराईमा के हल्दी भन्छ हावा कमान हुन्छ मेरो हाम्रो मैथिलीमा बेसार भन्छ बेसार हामीले हल्दी भन्दैन हामीले त हर्दी बेसार भन्छ बेसार मान्छे एक नम्बरको सोझो मान्छे यसले पकाएको खाइसक्दैन यो पकाउँदैछ मासु नखाने मान्छेले अरे मासु भात नभएर भात नचिने मान्छे तरकारी खाँदैछ आज फर्स्ट टाइम मुखेर यो दुई लाइन मेरो दाइको लागि टमाटर काट्छु गाइस म चाहिँ आज यो बनाइरहेको छु टक्क आएर होइन र गाइस म चाहिँ आज यसो काउली र यो के भन्छ आलु पकाइरहेको छु गाइस मैले बेसार हालेँ गाइस तर नुन हालेन गाइस सेफ दाइ सेफ होइन तर त्यो चाहिँ दामी लाग्यो कि बेसारलाई अल्दी होइन हल्दी हो कि हल्दी के अल्डी हल्दी होइन बेसारमा अङ्ग्रेजीमा बेसारलाई अङ्ग्रेजीमा अल्डी भन्छ दुईजनालाई पुग्छ एउटाले कपाल काट्ने दाइ हजुरको कपाल नकाट्ने किन भोलि साथीले काट्छ भोलि म जान्छु उता नत्र म मिलाएर काटिदिन्छु नि मेरो चाहिँ रेडी भयो यहाँ मासु अनि काउली टमाटर आउँछ टाइमलाई भएन भिडियो नै गरेको यत्रो दिन्छ अनि अब पकाएर नपकाएर सेफ भनेर पाउँछ मैले पठाएको थियो अरे टिकटक मैले पठाएको चुडा छ है चिउडा छ हाम्रो चुडा छ र हाम्रो चिउडा छ नि हामी चाहिँ अहिले आलु को लागि तातो हुँदै खाएर के लाग्यो बल्ल 8 बज्दैछ के गर्ने अब बिहान भोलि सुत्यो अब निन्दै लाग्दैन मेरो निन्द्रा पुग्यो खाना खाएपछि भेटौँला स्टे ट्युन A few moments later. तीनजना चाहिँ घर जान लाग जिनियस हेलो भन्देऊ न अनि जिनियस थकित अवस्थामा लखर होइन हामी तीनजना घर जाँदैछु राम्रै हो उज्यालो चाहिँ लाइटले उज्यालो देखाएको छ कि मात्र म गरिदिउँला ओके वाला त्यो वाला त आउँदैन नि
त्यो बेला हुँदैन नि यहाँ रहेछ एज यू क्यान सी नाइट भ्यू होइन युकेको ठंडी ठंडी मौसम में हम चल रहे घर पर काम से alright yeah so I got 2 boys with me. One is Yunus, as you can see, turn over his face, black man, and one and only one from Pokhara, baby girl. Alright, and myself, it's Milu. Okay. बोला बोला के बोलौँ हुन्छ भनेको के हो कि क्या हो हैन राख ल त्यस्तो नि गर्छ जे गर्दा नि हो कस्तो गर्नुपर्ने भिटेनको जस्तो हो क्या हो साँच्चै हुनुहुन्छ The next day. So guys, खै थाहा भएन अलि झन् ढिलो भयो काट्न जानु लाग्यो अब भात आज पनि त्यस्तै हो घन्टा फुल गरेको छ घन्टा खान्छु मलाई लाग्छ आज कपडा नै हरायो क्या त्यही नै ढुट अन्त खाइबे ढोक्यो ला अब मै काट्न गएर खान्छु आज पनि त्यस्तै हिजो भिडियो एन्ड गरेको छैन आजै गरिदिन्छु त्यो होबी लाग्ने भिडियो डर फर्किन्छ सब्सक्राइब सी अन नेक्स्ट ब्लग बाई बाई आज फेरि ढिलो भयो आजधरि फेरि काममा नै जानु लाग्यो अब अर्को पालि फेरि अर्को भिडियो बनाउँछु सी यु सुन बाई